सालमा तपाईले 100 दिन हैन तर अब 125 दिन काम गर्नु पाउनु हुनेछ। डेलीको हाजिरा तपाईहरुको है 300 रुपैयाँ भएको छ, कम्तीको पनि 300 रुपैयाँ भएको छ। पहिला भन्नु हो भने एमजी नरेगा है गाउँ ठाउँतिर नरेगा भनेर जुन 100 दिनको काम हुन्थ्यो है त्यो तपाईहरु सबैलाई थाहा होला। त्यसलाई अहिले अब रिप्लेस गरेको छ, त्यसको बदली अर्कै आएको छ। के आएको छ? विकसित भारत ग्यारेन्टी फर रोजगार एन्ड आजीविका मिशन एक्ट 2025 हेर्नुस् है, त्यो हिजो 1 जुलाईदेखि सुरु भएको छ यो है अफिसियली। र अब तपाईहरुले सालमा 100 दिनको बदली 125 दिन काम गर्नु पाउनुहुनेछ। हाजिरा कम्तीको पनि 300 रुपैयाँ भएको छ। सेन्टरले 300 रुपैयाँ बनाएको छ, त्यसमा अब स्टेट गभर्नमेन्टले थपेर दिनु चाहन्छ भने थप्दा हुन्छ। जस्तै स्टेट गभर्नमेन्टले 50 रुपैयाँ थपेर दियो भने 350, 100 रुपैयाँ थपेर दियो भने 400, त्यो स्टेट गभर्नमेन्टकैमा हुन्छ। किनभने हाजिरा हामीले हेर्नु हो भने है हरेक राज्यमा अलग अलग छ। र यहाँ चाहिँ के भएको छ भन्दा चाहिँ जति पैसा दिने प्रक्रिया थियो त्यसमा केही फेरबदल भएको छ। जस्तै पहिला चाहिँ सबैलाई सेन्टरले 90% दिन्थ्यो अनि स्टेटले 10% हाल्नु पर्थ्यो पैसा भने, तर अब चाहिँ कतिवटा स्टेटले के गर्नुपर्छ भन्दा 40% हाल्नुपर्छ, सेन्टरले 60% हालिदिन्छ। तर त्यो सबै स्टेटको लागि होइन, सिक्किमको लागि 90 र 10 छ भनेपछि सेन्ट्रल गभर्नमेन्टले 90% दिन्छ र स्टेट गभर्नमेन्टले 10% दिनुपर्ने हुन्छ पैसा। हेर्नुहोस् है, त्यो छ एउटा कुरा। र अब यो चाहिँ के छ भन्दा चाहिँ एउटा के नयाँ सिस्टम आएको छ भन्दा रोकाउने बीचमा। जस्तै अब खेतीबारी गर्ने समयमा है, धान रोप्ने समयमा, अब हाम्रो भारत त एउटा एग्रिकल्चर है कन्ट्री हो हैन, र यसमा चाहिँ के छ भन्दा चाहिँ बीचमा अब जहाँ खेतीबारी गर्ने सिजन हुन्छ त्यसमा चाहिँ 1-2 दिन रोकेर फेरि त्यसलाई सुरु गर्नु सक्छ भन्ने एउटा त्यस्तो नियम पनि ल्याएको छ। तर अब यहाँ चाहिँ के छ भन्दा अब चाहिँ हेर्नुहोस् है, सेन्टरले भन्छ कि कति पैसा कुन चाहिँ स्टेटलाई दिनुपर्छ, एउटै पैसा दिने हैन, कति दिनुपर्छ। जस्तै अब सिक्किमलाई कति दिनुपर्ने हो, यूपीलाई कति दिनुपर्ने हो, वेस्ट बेंगललाई कति दिनुपर्ने हो, त्यो चाहिँ कसले डिसाइड गर्छ भन्दा सेन्टरले डिसाइड गर्छ। भनिसकेपछि अब पहिला जस्तो डिमान्ड यति काम छ मलाई यति पैसा दे भन्दा सायद हुँदैन। अब चाहिँ सेन्टरले नै डिसाइड गर्छ कि यो स्टेटलाई यति, यो स्टेटलाई यति, यो स्टेटलाई यति भनेर। र यति नै छ कुरा। र बुझिहाल्नुस्, अबदेखि हामीले एमजी नरेगा भनेर जानिने छैन, त्यसलाई रिप्लेस गरेर त्यसलाई हटाएर अर्को आएको छ। त्यो चाहिँ के हो? भिजी रामजी एक्ट है 2025। र यस्तै राम्रो राम्रो सूचनाहरू हजुरको माझमा मैले लिएर आइरहेको छु है। मेरो प्रोफाइल इन्फर्मेसन कर्नरलाई फलो गर्नु नभुल्नु होला यदि तपाईहरुलाई मेरो भिडियोहरू मन पर्छ भने। जय हिन्द।